समापन गरिसकेका छौँ। अब भने हामी प्रशिक्षण विधिमा अगाडि बढिरहेका छौँ। सर्वप्रथम सम्पूर्णलाई म नमस्कार अनि जय नेपाल टक्राउन चाहन्छु। आज विशेष दिन छ। मेरो अगाडि अग्रज व्यक्तित्वहरू हुनुहुन्छ जो आफैमा मेरो अग्रज पनि हुनुहुन्छ। आज म जहाँ टेकिरहेको छु यहाँ टेकाउनका निमित्त सबैजनाको आफ्नो ठाउँबाट महत्त्वपूर्ण योगदान पनि रहेको छ। सर्वप्रथम मेरो अग्रज व्यक्तित्वहरूलाई म धेरै धेरै धन्यवाद र सम्मान प्रकट गर्न चाहन्छु। विशेष गरी विशेष धन्यवाद दिन चाहन्छु हामीसँग प्रशिक्षक निर्देशकको रूपमा हुनुहुन्छ कृष्ण पौडेल सर हुनुहुन्छ। उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु किनभने उहाँले मलाई यो अपर्च्युनिटी पनि दिनुभएको छ। उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। यसै क्रममा हाम्रो जिल्ला कञ्चनपुर शाखा जति पनि प्रशिक्षक आयोजना गर्नुभएको छ र यसमा मलाई तपाईँहरूले योभन्दा पहिला प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर 2बाट सहभागी हुने मौका पनि दिनुभएको थियो र त्यो प्रशिक्षण कार्यक्रम लिइसकेपछि मैले केही थप कुराहरू सिक्ने मौका पनि पाएको छु र म सम्पूर्ण मेरो नेपाली कङ्ग्रेसको टिमलाई जिल्ला प्रदेश सम्पूर्ण धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। जुन अपर्च्युनिटी तपाईँहरूले मलाई दिनुभएको छ मैले केही भए पनि आफ्नो ज्ञानमा थप गर्ने मौका पनि पाएको छु। तपाईँहरूलाई विशेष धन्यवाद दिन चाहन्छु। म प्रशिक्षक बनेर आउँदै गर्दाखेरि म प्रशिक्षक मात्रै नभएर मैले तपाईँहरूबाटै सिकेका कुराहरू र केही आफूमा भएको केही कुराहरूलाई तपाईँहरूको माझमा सेयरको गर्न गइरहेको छु। यसलाई प्रशिक्षकको रूपमा म कुनै शिक्षिका कुनै म टिचर होइन। म तपाईँहरूले मलाई स्थान दिनुभएको छ। यो स्थानमा आफूले जानेको केही सिपहरू तपाईँको माझमा सेयर गर्ने जमर्को मात्रै रहेको छ। यो प्रशिक्षण सेसन चलाउँदै गर्दा मबाट धेरै त्रुटिहरू हुन सक्छन्। मेरो अग्रजहरू हुनुहुन्छ तपाईँहरूले नै हात समाउँदै ताते गर्दै यहाँसम्म पुर्याउनु भएको छ भने अब कुनै गल्ती भएछन् भने पनि यसलाई आफै छोरी सम्झेर मलाई सुधार गर्ने मौका पनि दिनुहुनेछ भन्ने मैले आशा पनि गरेको छु। अब भने पुनः पनि म सम्पूर्ण हाम्रो प्रशिक्षक निर्देशन टिमहरूलाई धेरै धन्यवाद दिन चाहन्छु जो पनि आउनु भएको छ। काठमाडौँबाट हाम्रो ब्युटिफुल सिटी हाम्रो कञ्चनपुरमा आउनु भएको छ। सहकर्मीको रूपमा पनि हुनुहुन्छ। सम्पूर्ण प्रशिक्षकज्यूहरूलाई म स्वागत पनि गर्न चाहन्छु र तपाईँको यहाँ 2 दिनको बसाइ एकदमै राम्रो हुनेछ भन्ने मैले आशा पनि गरेको छु। अब म ढिला नगरिकनै म अगाडि बढ्न चाहन्छु। मलाई टपिक दिनुभएको थियो कृष्ण पौडेल सरले मलाई टपिक दिनुभएको छ। त्यो टपिकमा मैले जाने जति मेरो बुद्धि विवेकले भएसम्मका कुराहरू म तपाईँहरूको माझमा सेयर गर्न गइरहेको छु। पुनः पनि म स्वागत गर्न चाहन्छु। म कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर 2 कञ्चनपुर प्रदेश कको कोषाध्यक्ष प्रेरणा पाण्डेको तर्फबाट स्वीकार्नुहोस्। जय नेपाल। टपिक रहेको थियो प्रशिक्षकका सिप विधि सिप र कौशल। उहाँले मलाई विधि भन्नुभएको थिएन। उहाँले सिप र कौशलको बारेमा चाहिँ भनिदिनु पर्ने भन्नुभएको छ। म यसको बारेमा थोरै जानकारी गराउँछु। यो प्रशिक्षक सेसन सुरु गर्नुभन्दा पहिला चाहिँ प्रशिक्षण भनेको छ। यो भनेको चाहिँ के रहेछ यो कसरी गरिँदो रहेछ भन्ने सवालमा जान चाहन्छु। तपाईँले देखिराख्नु भएको छ प्रशिक्षण किन दिइन्छ कस्ता व्यक्तिहरूलाई। यसको टपिकबाट हामीलाई धेरै कुरा थाहा हुन्छ कस्ता व्यक्तिहरूलाई चाहिँ हामी प्रशिक्षण दिइरहेका छौँ भन्ने कुरा पहिला त्यस टपिकमा जान चाहन्छु। प्रशिक्षण भनेको चाहिँ त्यस्तो व्यक्तिलाई प्रशिक्षण दिन गइरहेका छौँ जसले तपाईँ आफैमा ज्ञान प्राप्त हुनुहुन्छ। यसलाई चाहिँ तपाईँ यहाँ सिकिसकेपछि हाम्रो समाजमा हाम्रो परिवारमा तपाईँले थप आफूले सिकेको कुराहरू शिक्षण गराउनु होला सिकाउनु होला। आज म यहाँ उपस्थित भएको छु भने म जस्तै कुनै ठाउँमा तपाईँ पनि उपस्थित भएर उहाँलाई शिक्षण दिनु होला भन्ने त्यस्ताका लागि यो प्रशिक्षण रहेको छ। सामान्यतया प्रशिक्षण भन्नाले अझै प्रभावकारी दक्ष बनाउने प्रक्रिया पनि हो। प्रशिक्षण भनेको कुनै नौलो कुरा पनि होइन। सबैलाई बोल्न पनि आउँदछ। हामीलाई कहिलेकाहीँ सिस्टम नआउँदाखेरि कहिलेकाहीँ हामी लडफड आउँछौँ। त्यो सिस्टम मात्र सिकाउने प्रक्रिया हो। यहाँ सबैजना प्रशिक्षक हुनुहुन्छ। आफ्नो सेक्टरमा कोही घरमा लिडरसिप गरिराख्नु भएको छ घरमा छोराछोरीहरूलाई हुर्काइराख्नु भएको छ त्यहाँ पनि प्रशिक्षण भइरहेको हुन्छ। कुनै पार्टीको मुख्य पदमा हुनुहुन्छ जहाँ हाम्रो कार्यकर्ताले तपाईँले आफ्नो विचार आफूमा भएको ज्ञान प्रदान गरिराख्नु भएको छ त्यो पनि प्रशिक्षण हो। यहाँ त्यस्ता व्यक्तिहरू छौँ जो हामी पार्टीको कुनै न कुनै पोस्टमा रहेका छौँ कुनै कुनै जिम्मेवारीमा रहेका छौँ। जब हामीलाई प्रशिक्षण दिएर समाजमा पठाइन्छ भने हामी त्यहाँ गएर आफ्नो दक्षतालाई देखाउनु पर्ने हुन्छ प्रशिक्षण दिनुपर्ने हुन्छ। यो कस्तो व्यक्तिहरूलाई दिइन्छ भन्ने सवालमा हामी कुराकानी गरौँ जसले उनीहरूको शिक्षणमा निर्देशनमा मूल्याङ्कनमा र सहकार्य गर्ने सिपमा दक्षता प्रदान गर्छ। जब हामी प्रशिक्षण लिन्छौँ जब हामी ट्रेनिङ लिन्छौँ भने हामीलाई यो सिपहरू हामीलाई यो दक्षताहरू हामीले प्राप्त गर्ने गर्छौँ। हामी कक्षा 11मा पढ्दै गर्दा 12मा पढ्दै गर्दा कक्षा 11 पास किन गरिन्छ भने अब हामी 12मा जान योग्य भयौँ। यही कारणले प्रशिक्षण लिइसक्यो भने अब प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिँदाखेरि तिनीहरू प्रशिक्षण दिने योग्य भयो भने सङ्केत पनि दिने गर्छ। त्यसै गरी यो कार्यक्रम तिनीहरूका लागि हो जो अरूलाई प्रशिक्षण दिन चाहन्छन्। मैले अघि नै भने यो चाहिँ सामान्य व्यक्तिका लागि भन्दा पनि
हामी सिकेका कुराहरूलाई अरू व्यक्तिहरूलाई ज्ञान प्रदान गर्ने त्यस्ता व्यक्तिका लागि यो प्रशिक्षण कार्यक्रम सिकाइरहेका छौँ। त्यस्ता व्यक्तिहरू छन् जो अलरेडी प्रशिक्षण कार्यमा यस सेक्टरमा काम गरिराख्नु भएको छ, त्यस्ता व्यक्तिहरूले हामीले यो प्रशिक्षण कार्यक्रम भनेका छौँ, जसमा प्रशिक्षकले चाहिँ एकजना सिप आफूमा भएको सिपलाई ज्ञानलाई तपाईँहरूले अन्य व्यक्तिहरूमा जब सेयर गर्नुहुन्छ, जति हामी ज्ञान सेयर गर्दैछौँ त्यति हामीमा पनि बढ्ने गर्छ। मैले सामान्यतया प्रशिक्षण के हो र कसरी गराइन्छ, कस्ता व्यक्तिलाई प्रशिक्षण दिइन्छ, यसको परिभाषा के हो छोटकरीमा तपाईँहरूको माझ मैले सेयर गरेँ। आशा गर्छु यसमा कुनै कन्फ्युजिङ छैन। अब हामी अगाडि बढ्छौँ। प्रशिक्षण भन्यो, प्रशिक्षण गराउने विधिहरू कति प्रकारका छन्, के छन्, धेरै नै विधि छन्, तर हामीलाई समय 1 घन्टा मात्रै दिनुभएको छ। हामीले त्यो समयलाई मध्यनजर गर्दै मैले छोटकरीमा केही विधिहरू तपाईँहरूको माझमा सेयर रहेको छ। प्रशिक्षण गर्ने विधि भनेको छ, प्रशिक्षण गर्ने विधिमा व्याख्यान विधि तपाईँले देखिराख्नु भएको छ। यो विधि कसरी गराइन्छ भन्दाखेरि चाहिँ आज तपाईँ यहाँ हुनुहुन्छ, म यहाँ बसिरहेको छु, मैले जे सिकेको छु, जे जानेको छु, हामी तपाईँको माझमा सेयर गर्दैछु। नम्बर 1 मा रहेको छ प्रशिक्षकले जानकारी दिइन्छ, सहभागीहरू सुनिराख्नु भएको छ। मैले जानेको कुरा, मैले सुनेको कुराहरू, मैले ज्ञान आर्जन गरेको तपाईँहरूलाई म सेयर गरिराखेको छु, तपाईँहरूले सुनिदिनु भएको छ। यो पनि व्याख्यान विधिभित्र पर्छ। यसमा थोरै समयमा चाहिँ धेरै जानकारी दिनुपर्छ, किनभने हामीलाई 1 घन्टा टाइम दिनुभएको छ भने प्रशिक्षकज्यूले हामीलाई, हाम्रो जो प्रशिक्षक निर्देशक हुनुहुन्छ, हाम्रो डाक्टर कृष्ण पौडेल सर हुनुहुन्छ, उहाँले 1 घन्टा मात्रै सक्नुहोस् है भन्नुभएको छ भने यसमा समय थोरै छ, तर भन्नुपर्ने कुराहरू धेरै छन्। यो व्याख्यान विधिमा चाहिँ थोरै समयमा धेरै कुराहरू हामीले भन्न पनि सक्छौँ र त्यसै क्रममा कम अन्तर्क्रिया हुन्छ र प्रभावकारी चाहिँ हुन्छ। मैले तपाईँहरूलाई क्वेसन गरिराखेँ, तपाईँले मलाई मैले आन्सर गरिराखेँ भने समय त कम छ हामीसँग, यसमा कम हुन्छ तर अन्तर्क्रिया, तर मैले भनेको प्रभावकारी चाहिँ हुन्छ। सीमित व्यक्तिहरू हुन्छन्, अलिकति प्रशिक्षणको बारेमा बुझेको मान्छेहरू हुन्छन्, धेरै एकदिन बिग्रिङ पनि हुन्न। सबैजना मैले अघि नै भने कहीँ न कहीँ लिडरसिप गरिराख्नु भएको, कहीँ न कहीँ काम गरिराख्नु भएको व्यक्तिहरू हुनुहुन्छ भने ती व्यक्तिहरूमा चाहिँ यहाँ कम अन्तर्क्रिया हुन्छ। हामीले प्रभावकारी रूपमा त्यसलाई कसरी प्रभाव पार्न सकिन्छ भन्ने सन्दर्भमा यो व्याख्यान विधिद्वारा पनि हामी के गर्न सक्छौँ त, प्रशिक्षण दिन सक्छौँ। यसै गरीमा अर्को विधि रहेको छ संवाद विधि भन्नुभएको छ। संवाद विधि तपाईँ देखिराख्नु भएको छ। संवाद भन्ने बित्तिकै सबैजनाले बुझिसक्नु भएको छ। यहाँ तपाईँ देखिराख्नु भएको छ प्रशिक्षण सहभागीको दुईतर्फी कुराकानी हुन्छ। मैले केही कुरा तपाईँहरूलाई सोध्छु, तपाईँ आफू जानेको क्वेसनहरू आन्सरहरू मलाई दिनुहुन्छ र मैले तपाईँहरूलाई केही क्वेसनहरू गर्छु, तपाईँले मलाई आन्सर गर्नुहुन्छ। तपाईँले पनि मलाई के गर्न सक्नुहुन्छ, अन्त्यमा हाम्रो 20 मिनट जति हामीलाई चाहिँ जो आन्सर क्वेसनको टाइम दिएको छ, अन्तर्क्रिया प्रश्न उत्तरको जो टाइम दिएको छ, त्यो विधि यसमा पनि पर्छ। त्यो सिकाइको एउटा विधि के पनि रहेछ भने हामीले सिक्नलाई चाहिँ विभिन्न विधि छन्। जो विधिभित्र दोस्रो विधि रहेको छ संवाद विधि देखिराख्नु भएको छ, जसमा 2 वा 2 भन्दा बढी व्यक्ति बिचमा अर्थपूर्ण कुराकानी हुन्छ। फेरि कुराकानी मात्रै होइन, त्यो कुराकानीको निष्कर्ष केही न केही हुन्छ, केही न केही ध्येय रहेको हुन्छ, जसमा 2 जना व्यक्ति कुराकानी गर्दा त्यो कुराकानी केही न केही अर्थ राख्नुपर्छ। म यहाँ आएर बोलिरहेको छु, भनिरहेको छु, यसको केही न केही अर्थ छ। यो म एकोहोरो मात्रै बोलिरहेको, यसको अर्थ नै भएन, तपाईँहरूलाई मैले बुझाउन नै सकेन भनेपछि यसको पनि के हुन्छ भने यहाँबाट सिकिँदैन, यो विधिबाट सिकिँदैन। त्यसकारण यहाँ चाहिँ 2 या 2 व्यक्ति बिचमा जब कुराकानी हुन्छ, अर्थपूर्ण कुराकानी हुन्छ भने यो पनि एउटा सिकाइको विधिभित्र पर्छ, जसमा सहभागी स्वतः रूपमा आफू सक्रिय भएर सहभागी भइरहेका हुन्छन्। सिकाइमा संलग्न प्रत्यक्ष रूपमा हुन्छ। तपाईँहरू घरमा बसेर तपाईँ यहाँ सिकिराख्नु भएको छैन, तपाईँ प्रत्यक्ष रूपमा मेरो अगाडि हुनुहुन्छ, जसलाई मैले हेरेर तपाईँको कुराकानी गरेर यो विधिलाई अगाडि बढिरहेको छु। नम्बर 2 मा तपाईँले देखिराख्नु भएको छ संवाद गर्ने विधि, यानि कुराकानी गर्ने विधि। सामान्यतः हामी कुराकानी गर्ने विधि भन्छौँ, तर कुराकानी भन्दैमा चाहिँ अर्थहीन कुराकानी हुनु हुँदैन, अर्थपूर्ण कुराकानी चाहिँ हुनुपर्छ। यसै क्रममा तेस्रो नम्बरमा तपाईँले देखिराख्नु भएको छ समूहमा छलफल गर्ने विधि। तपाईँ देख्नु भएको छ जो ग्रुप डिस्कसन भन्छौँ हामी, यहाँ चाहिँ छलफल पनि हुनेवाला छ। किन हुनेवाला छ, लास्टमा चाहिँ हामी अन्तर्क्रिया गर्छौँ। तपाईँले केही बुझ्नु भएको छैन मैले भनेको कुरा भने तपाईँले मलाई सोध्न सक्नुहुन्छ, यहाँ छलफल पनि हुन्छ। यो विधिबाट म धेरै कुराहरू सिक्न सक्छु। मैले कहिलेकाहीँ हाम्रो अग्रज व्यक्तिहरूसँग बसेँ भने त्यहाँ केही कुरा डिस्कसन हुन्छ, मेरो नलेजहरू बढ्न थाल्छ। किनभने पार्टीको बारेमा धेरै कुराहरू तपाईँहरू अनुभवी व्यक्ति हुनुहुन्छ, नेपाली कङ्ग्रेसको बारेमा मलाई बुझ्नु छ भने तपाईँहरूसँग म बसेँ भने केही कुराहरूमा छलफल गरेँ भने मलाई ज्ञान प्राप्त हुन्छ। यो पनि के विधि रहेछ त, समूहमा छलफल गर्दाखेरि पनि ज्ञान सिक्ने विधि। त्यही कारण यहाँ के छ, तेस्रो नम्बरमा समूहमा छलफल गर्ने विधि भनेर देखिराख्नु भएको छ। यहाँ कस्तो हुन्छ भने सहभागीहरूलाई समूहमा विभाजन गरिन्छ, कुनै टपिक दिइन्छ, त्यसमा डिस्कसन गर्छौँ हामी 4 जना 10 जना एउटा ग्रुप बन्छ, त्यसमा कुनै टपिक दिन्छ, तपाईँले आफूले जाने जतिका कुराहरू समूहमा छलफल
भनिन्छ। यसरी कस्तो हुन्छ भने ज्ञान पनि बाँडफाँड हुन्छ। तपाईँसँग भएको कुरा मैले लिन्छु भने मसँग भएको कि नयाँ कुरा तपाईँले पनि सिक्नुहुन्छ। यसलाई हामी ग्रुप डिस्कसनबाट पनि हामीले सिक्न सक्छौँ। यसै क्रममा तपाईँले देख्नु भएको छ कुनै विषयमा विचार आदान प्रदान गरी पनि सिकाइन्छ। यो विधिमा चाहिँ कुनै विषय लिइन्छ त्यसमा चाहिँ तपाईँ आफ्नो अनुभव सेयर गर्ने, मैले मेरो अनुभव सेयर गर्ने, त्यहाँबाट पनि के हुँदो रहेछ त सिकाइ हुँदो रहेछ। त्यसकारण तेस्रो नम्बर देखिराख्नु भएको छ समूहमा छलफल गर्ने विधि। यो भनेको प्रशिक्षणका विधिहरूको बारेमा तपाईँलाई भनिरहेको छु। यहाँ चाहिँ तेस्रो नम्बरमा छ समूहमा छलफल गर्ने विधि। तपाईँले अर्को विधि देखिराख्नु भएको छ कार्यशाला विधि भनेको छ, जो हामी चाहिँ तपाईँले कार्यशाला विधि भन्ने बित्तिकै सिकाइको साथसाथै अभ्यास पनि गरिन्छ। यसमा चाहिँ जे हामीले सिकेका छौँ विचार मात्रै भयो भने त्यो हामीले ग्राउन्ड लेभलमा गएर त्यसलाई हामीले देखाउनु पर्ने हुन्छ। अघि नै के भन्नुभएको थियो हाम्रो प्रशिक्षकको रूपमा पनि हुनुहुन्छ र जिल्ला उपसभापति मिरसिंहज्यूले के भन्नुभएको थियो भने यो प्रशिक्षणको ध्येय चाहिँ के हो त भन्दाखेरि यहाँ सिकेको कुराहरू तपाईँ फेरि हामी जहाँ खटाउँछौँ त्यहाँ गएर तपाईँले सिकाउनु पर्ने छ भन्नुभएको छ भने यो माथि देखिराख्नु भएको छ। सिकाइका साथसाथै अभ्यास गरिन्छ। यहाँ चाहिँ के गरिनेवाला छ अन्त्यमा भने जे सिक्नु भएको छ के सिक्नुभयो, कसरी सिक्नुभयो त्यसको बारेमा हामी कुराकानी गर्छौँ, अभ्यास गर्छौँ भने यो पनि एउटा विधि रहेको छ। यो विधि के हुन्छ भने सहभागीमा केन्द्रित हुन्छ। यहाँ बाहिरको व्यक्तिले के भनिरहेको छ भन्ने कुरा मात्र हुँदैन, तपाईँहरूले कतिको सहभागी भइराख्नु भएको छ, तपाईँहरूले यो कुरा तपाईँ चित्त बुझिरहेको छ कि छैन, मैले तपाईँ चित्त बुझ्दो कुरा गर्न सकेँ कि सकेन, यो साँच्चै यो विषयले प्रभाव पार्न सक्छ कि सक्दैन भन्दाखेरि चाहिँ के हुन्छ भने सहभागीमा केन्द्रित हुन्छ। बाहिर यो सहभागी भन्दा यो हलभन्दा बाहिरको व्यक्तिसँग केन्द्रित हुँदैन, यहाँ उपस्थित भएको व्यक्तिहरूसँग के हुन्छ त यो विधि केन्द्रित हुन्छ। यसै क्रममा यो विधिमा अर्को कुरा के हुन्छ भने अन्तर्क्रियाको वातावरण पनि हुन्छ। यहाँ आइसकेपछि म एकहोरो मात्रै बोलिराख्यो भने तपाईँहरूको कुरा पनि मैले जान्नु पर्यो, मैले गरेको कामहरू प्रभावकारी भइरहेको छ कि छैन। म एकहोरो मात्रै बोलिराखेँ तपाईँहरूले बुझ्दै बुझ्नु भएन भने त्यसको अर्थ हुँदैन। त्यसकारण यो कार्यशाला विधिमा के पनि हुन्छ भने अन्तर्क्रियाको वातावरण पनि हुन्छ। किनभने त्यसै कारणले गर्दा जसले पनि यो ट्रेनिङ सञ्चालन गर्नुभयो 20 मिनट तपाईँहरूलाई क्वेसन गरिनेछ, तपाईँले आन्सर दिनुपर्नेछ भने हामीलाई भनिएको पनि छ, जसलाई हामी त्यसलाई अन्तर्क्रियाको रूपमा पनि लिन सक्छौँ। अर्को देखिराख्नु भएको छ मैले अघि नै भने सिकेको कुराहरूलाई चाहिँ अभ्यास पनि गर्ने, प्रयोग पनि गर्ने। सिक्यौँ विधिको बारेमा सिक्यौँ भने कसरी सिक्ने, ग्रुपमा चाहिँ कसरी सिकिँदो रहेछ, अनि समूहमा छलफल गरेर कसरी सिकिँदो रहेछ भने त्यसलाई के गर्ने त हामीले अभ्यास पनि गर्नुपर्छ। यसै क्रममा तपाईँले देखिराख्नु भएको छ समूह सहकार्य र प्रशिक्षण अनिवार्य हुन्छ। अघि नै भन्नुभएको थियो सरले हामीले 7वटा ग्रुपमा चाहिँ बाँडफाँड गर्छु। यहाँ भएको उपस्थित जति पनि मेरो अग्रज व्यक्तित्वहरू हुनुहुन्छ सबैजनाको एउटा टिम बनाउँछु जहाँ त्यहाँ डिस्कसन गर्छौँ हामी, र उहाँ डिस्कसनबाट आएर टिम लिडरले चाहिँ आफ्ना कुराहरू राख्न नै पर्नेछ भनेर उहाँले भन्नुभएको छ भने हामी योभन्दा अन्य कार्यक्रममा जाँदा पनि कहिलेकाहीँ ग्रुप डिस्कसन हुन्छ, त्यहाँ चाहिँ एकजना व्यक्तिले बोल्नै पर्छ, प्रस्तुति अनिवार्य रूपमा एकजना ग्रुप लिडर दिनुपर्ने भनिन्छ भने सिकाइको विधिमध्ये एउटा विधि यो बनिरहेको छ। यसै क्रममा तपाईँले अर्को विधि देखिराख्नु भएको छ केस स्टडी विधि भन्नुभएको छ। केस स्टडी विधि भन्नाले कस्तो विधिलाई बुझिन्छ भने कुनै घटनाहरू घटे हाम्रो समाजमा भनिसक्यो भने हामी त्यहाँ गयौँ भने त्यो घटनाबाट धेरै कुराहरू हामीले सिक्ने मौका पाउँछौँ। त्यो विधिबाट धेरै कुराहरू नलेज हुन्छ। त्यो घटनाको बारेमा त्यो घटना कसरी घट्यो, त्यो घटना घट्नुको कारण के थियो, आगामी दिनमा त्यो घटना घट्न नदिनका लागि त के गर्नु पऱ्यो भने यो विधि सिकिराख्नु पऱ्यो। यसबाट के हुन्छ कुनै वास्तविक घटना पनि हुनसक्छ, सिक्ने क्रममा कुनै काल्पनिक घटना पनि निर्माण भएको हुनसक्छ, जहाँबाट हामीले लेसन सिक्न सक्छौँ, जहाँबाट केही न केही नलेज गेन गर्न सक्छौँ भने यो केस स्टडी विधिबाट पनि हामीमा भएको क्षमता वृद्धि हुँदो रहेछ, विश्लेषण र निर्णय गर्न सक्ने क्षमता पनि विकास हुँदो रहेछ। त्यहाँ गइसक्यो भने म एक्लै त हुँदैन, कहिले समाजमा बसिसक्यो भने समाजमा घटनाहरू हुँदाखेरि भोज भेट हुँदाखेरि हामी सहभागी हुन्छौँ। त्यहाँ सहभागी भइसकेपछि अरूको कुरा सुनेर हामीलाई पनि के हुन्छ भने नलेज बढ्छ। त्यसपछि हामीलाई कहिलेकाहीँ डिसिजन लेभलमा पुग्यौँ ल तपाईँलाई के लाग्छ भन्दाखेरि हामी के गर्न सक्छौँ भने विश्लेषण पनि गर्न सक्छौँ, निर्णय पनि दिन सक्छौँ, मलाई यस्तो लाग्छ है भन्न पनि सक्छौँ हामीले यो विधिमा हामी अगाडि बढ्यौँ भने। यसै क्रममा तपाईँले देखिराख्नु भएको छ सहभागितामूलक सिकाइको वातावरण सिर्जना हुन्छ। यहाँ चाहिँ सहभागिता त हुनुहुन्छ, सहभागीहरूले सिकेको सिकेन त्यो कुरा पनि ध्यानमा राख्नु पऱ्यो। मैले एक्लै 1 घन्टा यहाँ बोलिराखेँ, मेरो एनर्जी पनि जाने, तपाईँहरूको टाइम पनि जाने, अनि सिकाइ चाहिँ 0 भयो भने त्यो त्यति प्रभावकारी मानिँदैन, यहाँ त्यो पनि गरिन्छ। तर हामीले केस स्टडी विधिबाट आफ्नो दृष्टिकोण पनि कहिलेकाहीँ चेन्ज भइदिन्छ। हामीलाई लाग्थ्यो यसो हुनसक्छ, तर त्यसो नभएको पनि हुनसक्छ। कहिलेकाहीँ त्यो घटनाक्रममा प्रत्यक्ष रूपमा इन्भल्भ हुनु र टाढाबाट सुन्नु त फरक पक्कै आउँछ। मैले यहाँबाट यसरी हेरेँ ढोकाबाट दुनियाँ यस्तो छ भन्नु र मैले बाहिर गएर फलाकिलो ठाउँबाट दुनियाँ हेर्नु त फरक पक्कै हुन्छ। त्यसबाट के हुन्छ भने हाम्रो दृष्टिकोणै चेन्ज हुन्छ, मान्यता नै चेन्ज हुन्छ। झ्यालबाट हेरेर दुनियाँ यस्तो छ भन्नुभन्दा पनि हामी
झारभन्दा बाहिर आयो भने ढोकाबाट हेऱ्यो भने अलिक फराकिलो देखिन्छ। हामीले ठाउँमा गयौँ भनेपछि अझ के हुन्छ भने समाजमा अझ फरक देखिन्छ। हामीले यहाँबाट हेर्दाखेरि के हुन्छ, समाजमा यस्तो यस्तो समस्याहरू आउन सक्छ सोच्छौँ, कहिलेकाहीँ हामीले सोचेको भन्दा अर्कै समस्या आइदिन्छ। त्यो भन्दा के हो त, सिकाइ पनि हो, त्यहाँबाट सिकाइ हुन्छ, जहाँ चाहिँ कहिलेकाहीँ हामी समस्यामा परेको व्यक्तिलाई सहयोग गर्न जाँदै गर्दाखेरि धेरै कुराहरू सिक्ने मौका पनि मिल्दछ। यस कारणमा के हुन्छ भने यो यसलाई हेरेर मात्रै ताउने होइन होला पक्कै पनि। त्यहाँ गइसक्यो भने के हुन्छ भने समाधान कसरी गर्न सकिँदो रहेछ भन्ने सोच आउँछ। यो घटना यहाँ घट्यो, अब यो घटना घटिसक्यो भने चाहिँ यसको समाधान के हुन सक्छ भने हामी के गर्छौँ भने कहिलेकाहीँ सेल्फ मूल्याङ्कन गर्न मन लाग्छ, आफूलाई क्वेसन गर्न मन लाग्छ, यो समाधान कसरी गर्न सकिन्छ भने यो विधिबाट के पनि हुनसक्छ भने समाधानको सोचको विकास पनि हुन्छ। अझ तिमी समस्या परिहाल्यो भने म यसरी समाधान गर्छौँ भन्ने सोचको पनि विकास हुने गर्छ। फेरि अर्को विधि तपाईँलाई सबैभन्दा लेटेस्ट के छ भने अनलाइन प्रशिक्षण विधि भनेको छ, जुन चाहिँ यो विधि एकदमै प्राय प्रयोग हुन्छ। अहिले चाहिँ घरमै बसेर पनि यो विधिबाट तपाईँ धेरै कुराहरू सिक्न सक्नुहुन्छ, जहाँबाट के हुनसक्छ, समय पनि बचत हुन्छ, हामीसँग पैसा पनि कम खर्च हुन्छ यो विधिबाट। जस्तै कुनै ट्रेनिङ हामीलाई अस्ट्रेलिया राखियो अरे, अस्ट्रेलिया जानलाई के हुन्छ, जाने कि तपाईँ जान खर्च लाग्यो, सपिङ गर्नु पर्यो, रिलेटेड हामीले यसमा के कुरा आवश्यक पर्छ त्यो आवश्यक सामग्रीहरू किन्नु पर्यो। तर यही कुराहरू अस्ट्रेलियाबाट हामी घरमै जुम ट्रेनिङ तपाईँले सुन्नु भएको छ, जुमबाट धेरै कुराहरू सिक्छौँ। हामी कहिले भिडियो कलबाट पनि सिकिरहेको हुन्छौँ, अनलाइन जोइन कलबाट पनि सिकिरहेको हुन्छौँ। अहिले सबैभन्दा ट्रेनिङमा रहेको के हो भने अनलाइन ट्रेनिङ म्याथड चाहिँ एकदमै अहिले चाहिँ चलिरहेको, सबैभन्दा बढी युज भइरहेको छ। धेरै म्याथडहरू छ जो समयसँगै चेन्ज हुँदै गइरहेको छ। हामी भन्छौँ नि हरेक सेकेन्डमा केही न केही नयाँ विधि आइरहेको हुन्छ भने अहिले सबैभन्दा चलेको विधि के रहेछ त अनलाइन प्रशिक्षक विधि। यस विधिमा चाहिँ कसरी सहभागीहरू हुनुपर्छ, कसरी सिकाइन्छ त्यसमा थोरै मैले केही बुदाहरू यहाँ राखिदिएको छु। दूरदराजमा रहेका व्यक्तिहरूलाई तालिममा सहभागी गराउने, अमेरिकाको व्यक्ति अहिले यहाँ हामीसँग जुम मिटिङबाट के सहभागी हुन सक्नुहुन्छ। टाढा टाढा बस्नुभएको चाहिँ प्रत्यक्ष रूपमा हामी भेट्न सक्दैनौँ, तर पनि तिनीहरूसँग बसेर हामी केही कुराहरू सिकाउन पनि सक्छौँ र सिक्न पनि सक्छौँ। त्यसै गरी समय स्थानको सीमाङ्कन तोडेर लचिलो तरिका सिकाउँछ। अमेरिका पुग्न सम्भव छैन, तर पनि हामीले के गर्यौँ भने त्यो सीमालाई तोडेर हामी सहभागी हुन सक्ने भयौँ। हर कुराको एउटा भनिन्छ हामीले चाहिँ एक्सपायरी डेट हुन्छ, हर कुराको एउटा सीमाङ्कन हुन्छ भने त्यो अनलाइन विधिमा सीमाङ्कनै छैन। हामीले अमेरिका बसेर या अमेरिकाको बारेमा अहिले के भइरहेको छ, के चलिरहेको छ भन्ने यहाँ थाहा पाउन सक्छौँ भने त्यो के हो त अनलाइन प्रशिक्षक विधि। यो प्रशिक्षक विधिहरूमा एउटा के पनि पर्दो रहेछ भने अनलाइन प्रशिक्षक विधि बढिन्छ। अनि यो विधि कसरी सञ्चालन गर्छ भने यसका लागि नेसेसरी कुराहरू त चाहियो नि, जस्तै अघि नै भन्यो अनलाइनमा जोडिनको लागि के चाहिन्छ, मोबाइल चाहिन्छ होला, ल्यापटप चाहिन्छ होला, कम्प्युटर चाहिन्छ होला, केही न केही माध्यम चाहिन्छ। यसमा चाहिँ पुरा के हुन्छ भने डिजिटल सामग्रीहरूको प्रयोग गरिन्छ र यसले गर्दा के हुन्छ भने हाम्रा डिजिटल सामानहरू प्रयोग गर्ने दक्षता पनि वृद्धि हुन्छ। हामीले सिक्यौँ भने जुम मिटिङमा कसरी जोडिने भनेर धेरैलाई थाहा हुँदैन। कहिलेकाहीँ यो विधि तपाईँ अप्नाउनु भयो भने यसरी जुम ट्रेनिङमा ट्रेनिङ यसरी हुँदो रहेछ, जोइन यसरी हुनुपर्दो रहेछ, लिङ्क यसरी पठाउनु पर्दो रहेछ भन्ने कुरा पनि के हुन्छ भने डिजिटल दुनियाँको बारेमा धेरै कुराहरू हामीलाई थाहा हुन्छ। अघि नै भने मैले खर्च र समयको बचत हुन्छ। यहाँबाट प्रत्यक्ष जाँदाखेरि जति खर्च लाग्छ, तर हामीले कोठामा बसेर गर्दाखेरि त्यसको आधी खर्च लाग्छ, आधी मात्रै होइन 10% मात्रै पनि लाग्न सक्छ। हामीसँग सामग्री अलरेडी छ भने के पनि हुन्छ भने त्यसको 10% मात्रै खर्च कम लाग्छ। खर्च मात्रै कम लागेन, तपाईँले यहाँबाट काठमाडौँ जानु पऱ्यो भने 4 घन्टा 1 घन्टा, तपाईँ बसमा जानुभयो 12 घन्टा लाग्छ, तपाईँ कहिले प्लेनमै जानुभयो डिले हुनसक्छ, 2 घन्टा तपाईँ एयरपोर्टमै बस्नुपर्छ। समय पनि के हुन्छ त बचत हुन्छ, अनलाइन ट्रेनिङबाट समयको पनि बचत हुन्छ। यो पनि एउटा के हो भने सिकाइको विधि पनि हो, सिक्ने विधिहरूमध्ये एउटा विधि यो पनि पर्दो रहेछ। यसै क्रममा तपाईँले अर्को विधि देखिराख्नु भएको छ अनुगमन विधि। यो विधि अहिले प्रायः कसले युज गरिराख्नु भएको छ भने हाम्रो उपप्रमुखज्यूहरू जतिजना हुनुहुन्छ, त्यसै गरी सदस्यज्यू जतिजना हुनुहुन्छ, प्रमुखज्यू जतिजना हुनुहुन्छ, यहाँबाट धेरै कुराहरू सिक्नुहुन्छ। कतिपय हामी निर्वाचन जितिसकेपछि कतिपय हामी नयाँ साथीहरू जनप्रतिनिधि भएर आयौँ, हामीलाई थाहा थिएन अनुगमन कसरी गरिन्छ, अनुगमनबाट कसरी सिकिन्छ भन्ने हामीलाई थाहा पनि थिएन। गर्दै गर्दाखेरि के भयो भने यहाँबाट सिकाइ पनि भयो, अनुगमन यसरी गरिँदो रहेछ, यसरी चेक जाँच गरिँदो, यसरी मापन गरिँदो रहेछ, अनुगमन कस्तो काम रहेछ भन्ने कुरा पनि के गर्यो भने हामीले सिक्यौँ। यो विधिबाट के सिकिँदो रहेछ, सिकाइको विधि हो यो। यहाँबाट धेरै कुरा सिक्नु भएको छ। जो तपाईँहरू जब जनप्रतिनिधि भएको जुन पहिलो इयरमा पहिलो वर्षमा जुन जति तपाईँलाई गाह्रो भएको थियो, अहिले तपाईँ 2 वर्ष 3 वर्ष पुग्दै गएर त्यति गाह्रो भएको छैन, सिकिसक्नु भएको छ। यो कसरी सिक्नुभयो भने तपाईँले अनुगमन गर्दै गर्दा सिक्नुभयो। कसका लागि चाहिँ प्रभावकारी जनप्रतिनिधिहरूका लागि, कुनै
संस्थाको लिडरको लागि पनि छ, तपाईँ कुनै न कुनै संस्थामा हुनुहुन्छ, घरमै पनि छ, घरबाट पनि हामी धेरै कुरा सिक्छौँ। बालबच्चाहरूलाई यसो हेऱ्यो भने हामीलाई अनलाइनको बारेमा थाहै छैन, बालबच्चालाई थाहा हुन्छ। कहिलेकाहीँ जुममा कसरी जोडिने बाबु नानी सोध्नुभयो भने तपाईँ हामी कन्फ्युजन आएर बाबुले फ्याट्टै भनिदिन्छ। यो कस्तो भने हेर्दा हेर्दै सिक्नु भएको छ उहाँहरूले। यो विधिबाट धेरै कुरा सिक्छौँ, जहाँ चाहिँ सहभागीहरूको व्यवहार र प्रदर्शनको अनुगमन गरिन्छ। यहाँ आइसक्यो भने तपाईँहरू कति ध्यान दिएर सुनिराख्नु भएको छ, तपाईँले मैले बोलिरहेको कुरा प्रभावकारी भइरहेको छ कि छैन, तपाईँलाई चित्त बुझिरहेको छ कि छैन भन्ने कुरा मैले तपाईँहरूलाई हेर्दै गर्दाखेरि थाहा पाउन सक्छौँ। तपाईँको प्रतिक्रियाबाट थाहा हुन्छ, तपाईँको हाउभावबाट मलाई थाहा हुन्छ, तपाईँहरूको फेसियल एक्सप्रेसनबाट मलाई थाहा हुन्छ तपाईँले कस्तो प्रतिक्रिया दिइराख्नु भएको छ भन्ने कुरा यहाँबाट सिकिन्छ। त्यसै गरीमा यो विधिबाट सुधारका लागि धेरै उपयोगी हुन्छ। के कमजोरीहरू छ तपाईँहरूलाई थाहा थिएन भने अब तपाईँले यहाँबाट सुधार गर्नुहोस्। पहिलोचोटि तपाईँ जति अनुगमन जाँदाखेरि कति कुरा गाह्रो भएको थियो, तपाईँले त्यहाँबाट केही कुरा पहिलो अनुगमनबाट केही कुरा सिकेर आउनुभयो। सिकिसकेपछि सिकाएको विधि रहेछ, अब के हुन्छ भने सुधार गर्ने मौका पनि हुन्छ। अब अर्कोचोटि जाँदाखेरि तपाईँ के जानुहुन्छ, तयारीका साथ जानुहुन्छ, केही कुराहरू नलेज लिएर जानुहुन्छ, उत्तिकै तपाईँ जानु हुँदैन। अब तपाईँ सिकिसक्नु भएको छ, यो पनि मेरो सिकाएको एउटा विधि रहेको छ। यसै कुरामा यहाँ गइसक्यो भने के हुन्छ, कार्यान्वयन भयो कि भएन भनेर पनि के हुन्छ हेरिन्छ। तपाईँले काम त दिनुभएको छ, त्यो काम गर्नु भएन, रुललाई टेक्नु भएको छ कि भएको छैन। कहिलेका अग्रज व्यक्तित्वहरू हुनुहुन्छ, नगर प्रमुखज्यूहरू हुनुहुन्छ, तपाईँले कुरा ठ्याक्का दिइसक्यो भने अनुगमन गर्नुहुन्छ नि, तपाईँले भने बमोजिमको सामग्री प्रयोग भएको छ कि छैन भनेर हेर्नुहुन्छ भने यो पनि हेर्नुपर्छ। कार्यान्वयन भयो कि भयो त्यो अवस्था बुझेर पनि के हुन्छ भने सिकाइ हुन्छ। त्यो अर्को रहेको छ समस्याको पहिचान, किन भएन त भन्ने कुराहरू त त्यहाँ गएर थाहा हुन्छ नि फिल्डमा। यहाँबाट हिँडिसक्यो भने बाटो यस्तो हुनु थिएन, त्यो बाटो किन बाङ्गियो भनिन्छ। तर त्यहाँ गइसक्यो भने के थाहा, त्यहाँ अरू कसैले विवाद गरेको थियो कि त्यहाँ बाटो कम्मै नमिल्ने ठाउँ थियो कि के थियो भन्ने यहाँबाट हेर्दाखेरि बाटो बाङ्गो भयो, यो बाटो यस्तो भयो भनिन्छ भने अनुगमन गर्दाखेरि के हुन्छ भने समयको पहिचान पनि हुने गर्छ। यो पनि के रहेछ त अनुगमन पनि एउटा सिकाएको विधि रहेछ, प्रशिक्षण गराउने एउटा विधि रहेछ। तपाईँले अर्को विधि देख्नुभयो, अनुकरण विधि भनेको छ, जुन चाहिँ सामान्यतया के भन्छ भने जस्ता बाबुआमा त्यस्तै छोराछोरी भन्ने सुन्नु भएको छ कि सुन्नु भएको छैन। कहिलेकाहीँ के भन्छ भने कसै कुनै व्यक्तिको इक्जाम्पल दिँदाखेरि जस्तो मलाई हेर्दाखेरि ठ्याक्कै आफ्नो गाउँ जस्तो छ, बोल्न डराउँदैन भनिन्छ भने के हुन्छ भने अनुकरण गरेको, मेरो कुरा डराउनु हुँदैन, आफूले जानेको कुरा प्रश्नसँग राख्नुहुन्थ्यो, तपाईँ राखेपछि सिकाइ हुन्छ भनेर मलाई सिकाउनु भएको थियो नि त, अनुकरण गरिन्छ। यहाँ प्रायः जस्तो देखिराख्नु भएको छ, अरूको बोलीचालीबाट, अरूले गरेको व्यवहारबाट, अरूले गरेको ड्रेसिङ सेन्सबाट पनि के सिकिन्छ भने जनप्रतिनिधिले कस्तो ड्रेसअप लाउने, अनि ट्रेनिङ जाने प्रशिक्षकले कस्तो ड्रेस लाउने, त्यहाँ कस्ता व्यक्तिहरू सहभागी हुने, ती व्यक्तिहरू कुन उमेर समूहका छन् भन्ने कुरा त्यहाँ म्याटर गर्छ। त्यहाँबाट म धेरै कुरा सिक्न सक्छु, तपाईँहरूबाट पनि मैले सिकाउने मात्र होइन, म धेरै कुरा सिकेर जानेवाला छु। मैले अघि नै के भने मैले तपाईँहरूले मलाई सिकाएर यहाँसम्म पुर्याउनु भएको छ। तपाईँहरूले त्यो समय पुगेन, जहाँ यस्तो कार्यक्रम प्रशिक्षण कार्यक्रम भयो त्यहाँ तपाईँहरूले मलाई के गर्नुभयो भने हामीलाई समय छैन, प्रेरणालाई सिकाउनु पठाऊ, आएर उसले हामीलाई सिकाउँछ भन्ने भयो। त्यो पनि के हो भने त्यहाँबाट म धेरै कुरा अनुकरण गरेर आएँ, सिकेर आएको छु, यहाँ म सिकाउने जस्तो भएको छु। मैले अघि नै के भने सुदूरपश्चिम प्रदेशले जुन प्रशिक्षण विधि हामीले प्रशिक्षण कार्यक्रम राख्नु भएको थियो, म 2 नम्बर क्षेत्रबाट मेरो अग्रज हुनुहुन्छ प्रदेशको सभापति पुरन खड्काज्यूले मेरो प्रदेशबाट प्रेरणा पनि जान्छ भन्दाखेरि मलाई सहभागी हुने मौका गर्नुभयो। त्यहाँबाट मैले के गरेँ, धेरै कुराहरू सिकेर आएँ। आज म यहाँ तपाईँहरूलाई आफ्नो जाने कुरा सेयर गर्ने ठाउँमा छु। यसै कुरामा के छ भने प्रायः चाहिँ आफ्नो अभिभावकहरूबाट सिकिन्छ, बालबच्चा कहाँबाट सिक्छन् प्रायः कुरा, बुवाले गर्दा हुने, मैले गर्दा नहुने, कहिलेकाहीँ तपाईँ छोराछोरी हुर्काउँदै गर्दा त्यहाँ चकचक पनि हुन्छ, कुरा गराइ पनि हुन्छ भने यो अनुकरण कस्तो हुन्छ, बालबालिकाले पनि कहिलेकाहीँ आफ्नो अभिभावकबाट, दिदीबाट, भाइबाट, बुवाबाट, आमाबाट, हजुरबाबाट अनुकरण गरिरहेको हुन्छ। कहिलेकाहीँ हजुरबाले कस्तो गर्ने के गर्छ, एक्टिङ गरेर देखाउँछ, अनुकरण गरेर देखाउँछ भने यहाँबाट पनि धेरै कुराहरू सिक्न सकिन्छ। अर्को रहेको छ, राम्रो व्यक्तिको अनुकरण गर्दा के हुन्छ त जीवनमा सकारात्मक परिवर्तनहरू आउँछ। हामीले राम्रो व्यक्तिको बारेमा मैले पढ्छौँ, त्यहाँबाट सिक्छौँ, कसैको तपाईँलाई थाहा छ हामी कसैको जीवनीबाट धेरै कुराहरू सिक्छौँ, कसैको भाषणबाट धेरै कुरा सिक्छु। मैले स्टेजमा बोल्दै गर्दाखेरि जब हाम्रो अग्रज व्यक्तित्वहरू हुनुहुन्छ, एन्टी राई बोल्दै गर्दाखेरि मलाई के लाग्थ्यो पहिला पनि यस्तै बोल्ने म कुन दिन हुन सक्छु, कहिले डर देखाएको छैन, कहिले अनुहार जहिले हँसिलो छ, कसैले गाली गर्यो भने हाँस्नुहुन्छ, कसैले विरोध गर्यो भने हाँस्नुहुन्छ। यस्तो यो विकास कहाँबाट आयो त, ममा कहिले आउने, मैले कहिले यो गर्न सक्छु भन्थेँ, म अनुकरण गर्न चाहन्थेँ र केही कुराहरू मलाई कन्फिडेन्ट भएको छ, उहाँबाट धेरै कुरा सिकेँ। कहिलेकाहीँ विवाद हुन्छ, आलोचना हुन्छ, इजी रूपमा लिनुपर्छ, सबैले मलाई मन पराउनु पर्छ भन्ने छैन, मन नपराउने साथी पनि हुन्छन्, त्यस्तो
स्वाभाविक रूपमा हो उहाँले भनिसकेपछि मैले के गरेँ त मैले सिकेँ त्यहाँबाट कहिलेकाहीँ के हुन्छ भने कसैले मलाई प्रेरणा खत्तमै भनेको हुन्छ म आत्तिन सक्छु मेरो दिमागमा अनेक थरीको नेगेटिभतिर जान सक्छ तर यो भन्नु स्वाभाविक हो भनेर मलाई कसले सिकाउनु भयो भने तिमी जब जनप्रतिनिधि बन्छौ सामाजिक काममा जान्छौ भने तिमीलाई सबैले मन पराउँदैन मन नपराउने व्यक्ति पनि धेरै हुन्छन् त्यसै इजी तरिकाले लिनुहोस् भनेर अग्रज व्यक्तित्वले सिकाइसकेपछि मैले के गरेँ त्यो कुराहरू आफूमा लागू गरेँ त्यो गर्दै गर्दा के भयो त ममा सकारात्मक परिवर्तनहरू आउन थाल्यो म पोजिटिभ हुन थालेँ कसैले मलाई राम्रो भन्ने बित्तिकै म फुरुङ्ग हुँदिनँ कसैले नराम्रो भन्ने बित्तिकै म भुतुक्कै पनि हुँदिनँ यो आया म को भन्ने कुरा मैले थोरै भयो भने आफूलाई चिन्ने मौका पाएको छु म आत्तिँदैन मलाई नराम्रो भन्ने बित्तिकै म अहिले नै नराम्रो भइहाल्ने भन्ने छैन ठिक छ सब तपाईँले मन पराउनु तपाईँले आफ्नो विचार दिनु विचारका लागि धन्यवाद इजी तरिका लिनु पर्यो जसले गर्दा जीवनमा सकारात्मक परिवर्तनहरू आउन सक्छ अब जब हामी मलाई दिनुभएको टपिक नै यो थियो मैले दिदी चाहिँ आफै थपेको थिएँ मलाई हाम्रो डाक्टर सरले दिनुभएको थियो कृष्ण पौडेल सरले दिनुभएको थियो प्रशिक्षकको सिप र कौशलहरू के हुनुहुन्छ यहाँ आएर बोल्नका निमित्त कस्ता कस्ता सिपहरू चाहिन्छन् त्यो सिप नभयो भने के हुने भयो भने के हुने यसमा फरक छ त सञ्चारको कौशल भन्नुभएको छ कम्युनिकेसन स्किल पनि हुनुपर्छ यत्तिकै के हुन्छ भने यत्तिकै यहाँ आएर बोल्न सकिँदैन केही कुराहरू जानेको हुन्छ यहाँ आएर मैले कसरी बोल्ने कसरी हिँड्ने आफ्नो टपिकलाई कसरी एक्सप्लेन गर्ने भन्ने कुराहरू पनि जानेको हुनुपर्छ त्यो हाम्रो कौशल र सिपमा के पर्छ पहिलो नम्बरमा भने सञ्चारको कौशल हुनुपर्छ कम्युनिकेसन स्किल पनि हामीसँग नभए नहुने हो त्यसमा के कुराहरू पर्छ भने प्रष्टसँग बोल्ने प्रभावकारी र प्रेरणादायक शब्द बोल्ने यहाँ आएर मैले यो पढ्ने कुरालाई प्रश्न भन्ने कुरालाई मैले स्पष्टसँग पढ्न जानिनँ भने यहाँ आएर के हुनसक्छ प्रशिक्षक दिन योग्य हुँदिनँ म त्यसकारण मैले के गर्नु पऱ्यो भने पहिला त मैले प्रष्टसँग बोल्न सक्नु पऱ्यो बोलाइमा पनि के हुनु पऱ्यो मिठास हुनु पऱ्यो मैले झर्किनु भएन आत्तिनु भएन यो भने केमा पर्दो रहेछ भने सञ्चारको कौशलमा यानि कि प्रशिक्षण गराउन जो चाहनुहुन्छ प्रशिक्षक बन्न जो चाहनुहुन्छ त्यो व्यक्तिभित्र यो गुणहरू हुनुपर्छ सामान्यतया के हो भने यो सिप र कौशल भनेको प्रशिक्षणमा हुनुपर्ने गुणहरू के हुनु भन्नुभयो भने यो गुणहरू आउँछ त्यो कौशलहरू आउँछ त्यो सिपहरू आउँछ देखिराख्नु भएको छ श्रोतासँग आँखा जुदाएर संवाद गर्ने तपाईँहरू यहाँ बसिराख्नु भएको छ अहिले भुइँमा हेरेर बोल्यो भने त्यो अर्थपूर्ण हुँदैन मैले आकाशमा हेरेर बोल्यो भने पनि त्यो अर्थपूर्ण हुँदैन तपाईँलाई हेरेर बोल्नु पर्यो तपाईँको प्रतिक्रिया तपाईँको आँखामा आँखा जुदाएर बोल्न सक्ने क्यापासिटी हुनुपर्छ एउटा प्रशिक्षकसँग जो टिचिङ गर्नुहुन्छ जो तपाईँ शिक्षक हुनुहुन्छ तपाईँ धेरै व्यक्ति हुनुहुन्छ जो शिक्षक पेसामा हुनुहुन्थ्यो होला शिक्षिका हुनुहुन्थ्यो होला ती व्यक्तिलाई अझै के हुन्छ भने स्टुडेन्टहरूलाई चाहिँ हेर्नु पर्थ्यो कसले चकचक गरिरहेको छ कसले मोबाइल चलाइरहेको छ यो किन गरिरहेको छ भनेर हेर्नका लागि के गर्नुपर्छ श्रोताहरूसँग आँखा जुदाएर संवाद गर्नुपर्छ तपाईँहरूसँग मैले बोल्दाखेरि तपाईँहरूलाई हेरेर बोल्नुपर्ने हुन्छ यसै क्रममा तपाईँले देखिराख्नु भएको छ अर्को विधि रहेको छ सुन्ने र प्रतिक्रिया दिने क्षमता पनि हुनुपर्छ मैले सुनिराख्ने केही पनि नबोल्ने भने त्यसको अर्थ नै हुँदैन तपाईँले सुन्नु भएको छ भने प्रतिक्रिया पनि दिनु पर्यो मैले राम्रो गरेँ कि नराम्रो गरेँ कि मैले सुधार गर्नुपर्ने कुरा के रहेछ तपाईँले के गर्नु पर्यो सुनेर मलाई प्रतिक्रिया पनि दिनुपर्छ यस्तो विधिमा पर्दो रहेछ भने यो चाहिँ विधि भन्दा पनि सिप यो गुणहरू यो प्रशिक्षक टिचरसँग एउटा लिडरसिप गर्ने नेतासँग के हुनु पर्यो अग्रज व्यक्तिसँग के गुणहरू हुनु पर्यो भने सम्पूर्ण उपस्थित भएको व्यक्तिलाई हेरेर बोल्नु सक्नुपर्छ तपाईँ देखिराख्नु भएको छ भने यो रुलमा पर्दो रहेछ यसै क्रममा अनुहारको आउभाव र शरीरको भाषा पनि बुझ्नु पर्यो तपाईँलाई थाहा छ अनुहार खुम्चियो भने अनुहार पऱ्यो भने निग्रा हुन्छ चित्त बुझेन के चित्त दुखाइ भयो कि भन्ने थाहा हुन्छ मैले बोल्दै गर्दाखेरि मैले यसरी बोल्यो भने त्यति प्रभावकारी हुँदैन यसरी बोल्यो भने प्रभावकारी हुँदैन यसरी बोल्यो भने प्रभावकारी हुँदैन मैले आउभावहरूलाई यो रिलेटेड शान्त विषय शान्तविक आउभावहरू पनि दिनु पर्यो तपाईँहरू मसँग हुनुहुन्छ भने तपाईँहरू हुनुहुन्छ यो भने चाहिँ के हो तपाईँहरू मेरो अगाडि हुनुहुन्छ भने मैले आउभावहरू दिइरहेको छु यो भने के हो भने यहाँ मैले स्लाइड लेखिरहेको कुराहरूबाट यहाँ यस्तो लेखेको छु भने के हो यो आउभाव हो यो भइरहेको छ यसो भनेपछि के नाइ हुँदैन भनेर तपाईँले बुझ्नुहुन्छ ल ठिक छ है भनेर यसो थम्सअप दिने ठिक छ है भने के हो त आउभावमा पर्छ शारीरिक आउभाव तपाईँहरू कस्तो दिइराख्नु भएको छ अनुहारको आउभाव तपाईँ हाँस्दै हुनुहुन्छ कि तपाईँहरू अनुहार खुम्चाउँदै हुनुहुन्छ कि यहाँ बोल्ने व्यक्ति जहिले भने अनुहार खुम्चाएको हुनु हुँदैन शारीरिक आउभावहरूलाई पनि त्यसै कि तपाईँ त्यो कुराहरू पनि के हुनुपर्छ लागू गरेको हुनुपर्छ एउटा प्रशिक्षक बन्नका लागि अर्को कुरा के छ भने सबैतिर ध्यान केन्द्रित गर्नुपर्छ मैले एक साइड मात्रै हेरेर के हुन्छ त त्यो कति प्रभावकारी हुँदैन मैले यता मात्रै हेर्न थाल्यो भने त्यति प्रभावकारी मानिँदैन मैले सबैलाई हेर्नु पर्यो सबैले सुनिराख्नु भएको छ कि छैन किन सुनिराख्नु भएको छैन कुनै समस्या आएको हो कि साँच्चै बिजी हुनु भएको हो कि इमर्जेन्सी के आयो भने मैले के गर्नुपर्छ भने सबैलाई हेर्नुपर्छ सबैतिर आफ्नो ध्यान राख्नुपर्छ तपाईँले अर्को देखिराख्नु भएको छ
सहभागीहरूले सुनेको नसुनेको थाहा पाउनु पऱ्यो नि मैले बोलेको आवाज पछाडिसम्म पुगिरहेको छ कि छैन भनेर थाहा पाउनुपर्छ प्रशिक्षकमा हुनैपर्छ त्यो गुण नभएर के हुन्छ भने प्रशिक्षक बन्न योग्य हुँदैन व्यक्ति त्यसकारण पछाडिसम्म मेरो आवाज गइरहेको छ कि छैन अगाडिकोले मेरो आवाज सुनिरहेको छ कि छैन भन्ने कुरा पनि के गर्नुपर्छ मैले थाहा पाउनुपर्छ मैले जुन विषयवस्तुहरू मलाई दिएको थियो त्यो विषयवस्तुलाई मैले सजिलो तरिकाले तपाईँहरूको माझमा सेयर गर्नुपर्ने हुन्छ मैले मात्रै बुझेर हुँदैन तपाईँहरूलाई पनि बुझाउने सक्ने शैली प्रस्तुत गर्नुपर्छ तपाईँले बुझ्नु भएको छ कि छैन भनेर पनि मैले हेर्नुपर्छ रूपमा मैले बुझाउन सक्नुपर्छ मैले मात्र होइन जो पनि प्रशिक्षक बन्न चाहनुहुन्छ ती व्यक्तिहरूमा यो गुणहरू हुनैपर्छ अब नम्बर 2 मा अर्को कुन गुण रहेछ भने प्रस्तुतीकरण शैली रेखा छ तपाईँले प्रेजेन्टेसन गर्ने स्किल पनि त हुनु पर्यो आफूसँग यतिकै म ट्रेनिङ गराउन जान्छु म प्रशिक्षक बन्न जान्छु भनेर हुन्छ हुँदैन त्यसमा के कुराहरू हुनु पर्यो प्रशिक्षक दिँदाखेरि चाहिँ आकर्षक र सहज तरिकाले प्रस्तुत गर्ने मैले अघि नै भने बोल्दाखेरि मिठो तरिकाले बोल्ने भनेर चिनिहाल्नु त मिठो हुँदैन होला सफ्ट तरिकाले बोल्नु पर्यो इजी तरिकाले बोल्नु पर्यो सबैले बुझ्ने भाषा बोल्नु पर्यो मैले यहाँ आइसकेर तपाईँहरूले नेपाली भाषा छोडेर अन्य आफ्नो मौलिक भाषाहरू बोल्न थाल्यो भने सबैले नबुझ्न पनि सक्छन् त्यसकारण के गर्नु पर्यो भने सबैले बुझ्ने टाइपको सरल भाषाहरू सरल तरिकाहरू अप्नाउनुपर्छ मैले यसै क्रममा अर्को के छ भने मैले अघि नै भने डिजिटल सामग्रीहरू प्रयोग गर्ने म बोलिरहेको छु भने माइक युज गरिरहेको छु पनि केवल डिजिटल सामग्रीहरूमै पर्छ त्यसै कारण मैले ल्यापटप युज गरिरहेको छु पावर पोइन्टहरू युज गरिरहेको छु तपाईँले स्लाइडहरू देखिराख्नु भएको छ भने डिजिटल सामग्रीहरू पनि हामीले के गर्नुपर्छ भने प्रस्तुत गर्दाखेरि मैले तपाईँहरूलाई भन्दाखेरि कुनै विषयको जानकारी दिँदाखेरि चाहिँ डिजिटल सामग्रीहरू पनि प्रयोग गर्ने जो मैले प्रयोग गरिरहेको छु तपाईँले देखिराख्नु भएको छ जस्तो अर्को कुरा के भने अगाडि गएर लिडर भएर बोल्नु पनि यहाँ आएर म डराउन थालेँ म थरथरी काम्न थालेँ भने म प्रशिक्षक बन्न योग्य छैन प्रशिक्षक बन्न चाहनेले के गर्नु पर्यो भने डराउनु भएन यहाँ जोसुकै व्यक्ति बस्यो भने तपाईँको काम के हो भने म आफ्नो विषयवस्तुमा स्टडी गरेर आएको छु जानकारी लिएर आएको छु भने म ढुक्क भएर तपाईँहरूलाई भन्न सक्नु पर्यो डराउनु भएन त्यसकारण जहिले पनि बोल्दाखेरि लिडर भएर अगाडि बोल्ने जहिले पनि प्रशिक्षकले अगाडि नै बोल्नुपर्छ अगाडि नै हुन्छन् सिक्ने व्यक्तिहरू अगाडि नै हुन्छन् भने यहाँ आइसकेर लिडर भएर हामीले बोल्नुपर्छ यसै कुरा तपाईँले देखिराख्नु भएको छ ड्रेस कोडको पनि सेन्स हुनुपर्छ कहिले कतिपय कार्यक्रममा जाँदाखेरि ड्रेस कोड पहिल्यै कोड गरिदिएको हुन्छ तपाईँ यो कार्यक्रममा आउँदै हुनुहुन्छ भने फर्मल ड्रेसमा आइदिनुहोस् भनेर पहिल्यै भनेको हुन्छ भने हामी प्रशिक्षणतिर जाँदैछौँ प्रशिक्षकहरू जाँदैछौँ भने हामी कस्तो कार्यक्रममा जाँदैछौँ त्यहाँ कस्ता कस्ता व्यक्तिहरू उपस्थित हुन्छन् कुनै धार्मिक कार्यक्रम हो कि कुनै अफिसको कार्यक्रम हो कि कुनै सामाजिक कार्यक्रम हो कस्तो कार्यक्रम हो त्यो कार्यक्रममा जाँदाखेरि कस्तो ड्रेस लगाएर जाने भन्ने त्यो सेन्स पनि हामीसँग हुनु जरुरी छ यसै क्रममा दृश्य सामग्रीहरू प्रभाव तरिकाले युज गर्नुपर्छ मैले अघि नै भने जो तपाईँ देखिराख्नु भएको छ भने यो प्रश्न देखिएन भने के हुन्छ प्रभावकारी हुँदैन यो देखिने कुरा पनि के हुनु पर्यो भने प्रश्नसँग देखिएको हुनु पर्यो त्यसपछि के हुन्छ भने यो हाम्रो प्रशिक्षण अझै प्रभावकारी हुन्छ दृश्य सामग्रीहरूलाई सही तरिकाले युज गर्नु पर्यो प्रश्न तरिकाले युज गर्नुपर्ने हुन्छ तपाईँले अर्को देखिराख्नु भएको छ इसाराको प्रयोग गर्नुपर्छ प्रस्तुति दिँदाखेरि चाहिँ इसारा प्रयोग अघि नै भने अगाडि किन गर्दैछु भने अगाडि हजुरहरू बसिराख्नु भएको छ मेरो सम्मानित व्यक्तित्वहरू हुनुहुन्छ नि इसारा प्रयोग गरिरहेको छु यहाँ यस्तो किन गरिरहेको छु भने यहाँ पनि केही छ इसारा गरिरहेको छु यहाँ मैले लेखेको छु यहाँ प्रेजेन्टेसन यहाँ भइरहेको छ तपाईँले के बुझ्नु भएको छ यहाँ पढेर पनि बुझ्नुहुन्छ मैले भनेको त्यति सहज भइरहेको छैन भने यहाँ पढेर पनि तपाईँले बुझ्न सक्नुहुन्छ शारीरिक आउभाउ मिलाउनुपर्छ हिँड्दाखेरि पनि हिँड्ने शैली मिल्नुपर्छ म कसरी हिँड्दैछु मेरो हिँडाइले अगाडिको व्यक्तिलाई कस्तो प्रभाव पारेछ त्यसमा पनि डिपेन्ड हुन्छ मैले हिँडाइ पनि मिलाउनुपर्छ आफ्नो मैले अघि नै भने तपाईँलाई ड्रेस सेन्स पनि हुनु पर्यो यत्तिकै मन पऱ्यो त यसरी हिँड्यो भने प्रभावकारी हुन्छ त त्यो पक्कै पनि हुँदैन मैले हिँड्दाखेरि पनि मेरो अगाडि कस्तो व्यक्तिहरू बसिराख्नु भएको छ कुन तवरले हिँड्ने अनुशासन पनि चाहिन्छ त्यसै कारणले शारीरिक आउभाउ पनि मिलाउनुपर्छ बोल्दाखेरि के गर्नुपर्छ शिष्टतापूर्वक बोल्नुपर्छ आवाजको उतार चढावलाई चाहिँ मिलाउनुपर्छ हामी अर्को भाषामा के पनि भन्छौँ भने आरोह अवरोहको ख्याल गर्नुपर्छ पनि भन्छौँ कहाँनिर मैले रोकिदिएँ कहाँनिरबाट मैले बोल्ने भन्ने कुरा पनि के हुनुपर्छ एउटा प्रशिक्षकलाई जानकारी हुनुपर्छ एउटा टपिक के हो म कुन कुरामा बोल्दैछु मेरो अगाडिको व्यक्तिहरूलाई अनादर सबै व्यक्तिलाई सम्मान हुने खालको आधारार्थी शब्दहरू प्रयोग गर्नुपर्छ मन पर्ने तरिकाले मैले बोल्न पाउँदैन यहाँ सबै मेरो अग्रज व्यक्तित्व हुनुहुन्छ सबैलाई मैले सम्मान चाहिन्छ सानोलाई पनि के चाहिन्छ माया र सम्मान चाहिन्छ ठुलोलाई पनि माया र सम्मान सबैलाई पाइन्छ भने यहाँ के गर्ने भने शिष्टतापूर्वक बोल्नुपर्छ एकहोरो बोलेको बोली पनि गर्नु हुँदैन उतार चढाव मिलाउनु पर्यो आरोह अवरोह मिलाउनु पर्यो अर्को भाषामा कहाँनिरबाट मैले रोकिने कहाँनिरबाट मैले
मैले बोल्ने मलाई समय छ मलाई के का लागि पठाइएको त्यो कुराहरूलाई विशेष ध्यान गर्दै मैले त्यो कुराको पनि ख्याल गरेर बोल्नुपर्छ प्रस्तुति दिँदाखेरि छोटो हुनुपर्छ समय कति दिनुभएको छ हामीलाई 1 घन्टा दिनुभएको छ हामी 15 मिनट मात्रै बाँकी छ समयको विशेष ख्याल गर्नुपर्यो त्यसकारण मैले के गरेको छु भने धेरै विधिहरू ती विधिहरूलाई सठिक रूपमा भनेको छु टिपहरू कौशलहरू धेरै नै छन् तर मैले सठिक रूपमा मात्रै भनेको छु भने यहाँ के पनि छ भने सिकाइ छोटो पनि हुनुपर्छ र यो हाम्रो प्रशिक्षण केमा केन्द्रित हुनुपर्छ भने सिक्ने कुरामा सिक्नु भयो कि भएन भन्ने कुरा यहाँ के हो भने सिकाउन आएको छु भने सिक्ने कुरामा विशेष ध्यान हुनुपर्छ सिकाइ उपलब्धिमूलक हुनुपर्छ मैले बोलेर कुनै अर्थ भएन तपाईँले केही सिक्दै सिक्नु भएन भने त्यो पनि के हुन्छ भने त्यति प्रभावकारी हुँदैन सिकाइमा केन्द्रित हुनुहुन्छ आँखामा हेरेर बोल्नुपर्छ अघि नै भने मैले आँखामा आँखा जुझाएर बोल्नुपर्छ सबैले कस्तो तपाईँको आँखाले कुन प्रतिक्रिया दिइरहेको छ मैले बुझ्न पनि सक्नु पऱ्यो मैले तपाईँलाई हेरेपछि नै मलाई थाहा हुने हो तपाईँलाई हेर्दै नहेरे पनि के हुन्छ मलाई कस्तो प्रतिक्रिया आइरहेको छ भन्ने थाहा हुन सक्छ यो पनि के हो त एउटा प्रस्तुतिकरण शैली पनि के भित्र पर्छ भने प्रशिक्षण गाउँदाखेरि एउटा प्रशिक्षकमा हुनुपर्ने गुण र कौशल सिपहरू हुन् यिनीहरू पनि यसै गरी अर्को तपाईँहरूलाई देखिराख्नु भएको छ आत्मविश्वास सेल्फ कन्फिडेन्ट भनेको मोस्ट इम्पोर्टेन्ट पार्ट हो यसको सबैभन्दा इम्पोर्टेन्ट पार्ट भनेको के हो भने यहाँ उभिनलाई पनि के चाहिन्छ त आँट चाहिन्छ यहाँ आइसकेर बोल्नलाई पनि के चाहिन्छ त आँट चाहिन्छ मैले अघि नै के भने अनुकरण विधिमा चाउबाट मैले सिकेको थिएँ यस्तो कन्फिडेन्ट कसरी बिल्डअप गर्न सकिन्छ यसरी निडर भएर कसरी बोलिन्छ भन्ने कुरा यहाँ छ तर देखिराख्नु भएको छ समूहको अगाडि नडराइकन बोल्न क्षमता बढ्दो रहेछ सेल्फ कन्फिडेन्ट भनेको चाहिँ अरूको अगाडि सबैको अगाडि चाहिँ निडर भएर बोल्नु पनि के रहेछ त आफ्नो सेल्फ कन्फिडेन्ट हुनुपर्दो रहेछ प्रशिक्षकमा सेल्फ कन्फिडेन्ट नभएर के हुन्छ भने अगाडि आएर बोल्न सकिँदैन म यहाँ डराएर बोल्यो भने त्यति प्रभावकारी मानिँदैन त्यसकारण प्रशिक्षक बन्ने चाहने व्यक्तिहरूमा आत्मविश्वास हुन जरुरी रहेको छ सबैतिर आँखा जुझाएर हेर्ने सबैलाई हेर्ने आँखा मिलाउने एकहोरो हेर्ने अघि पनि भनिसकेँ यो केमा पनि पर्दो रहेछ भने आत्मविश्वासमा पर्दो रहेछ यो कुराहरू अर्को देखिराख्नु भएको छ स्पष्ट रूपमा त बोल्नु पऱ्यो भने यसलाई सन्तुलन गरेर बोल्नु पऱ्यो मैले अघि नै भने होइन बोलेको बोले पनि हुँदैन तपाईँले बुझ्नु भएको छ कि भएको छैन भने त्यसलाई सन्तुलन तरिकाले बोल्नु पऱ्यो मिलाएर बोल्नु पऱ्यो त्यसलाई उतार चढावको ख्याल गर्नु पऱ्यो मैले अघि यो कुरा आत्मविश्वास पनि आउँदो रहेछ यसमा चाहिँ यो कुराहरू गरिसक्यो भने के हुन्छ भने नकारात्मक सोचलाई हटाउने र समाधान गर्ने यहाँ आइसके मैले चाहिँ नेगेटिभ कुराहरूलाई हामी हटाएर आउनुपर्छ यहाँ आइसके धेरै कुराहरू चेन्ज भइदिन्छ तपाईँ के सोचेर आउनु भएको थियो यहाँ तपाईँले के पो हुन्छ कस्तो खाले व्यक्तिहरू उपस्थित हुन्छन् कसैले प्रतिक्रिया दिन्छन् कि दिँदैनन् मेरो सेसनमा बस्छन् कि बस्दैन मनमा डर थियो भने त्यो नकारात्मक सोचलाई के गर्नु पऱ्यो भने हटाएर आउनु पऱ्यो आत्मविश्वासी भएर आउनु पऱ्यो अब नभए तपाईँ देखिराख्नु भएको छ तपाईँले कसरी तालिम दिँदै हुनुहुन्छ जुन विषयमा तालिम दिइराख्नु भएको छ त्यसको राम्ररी जानकारी हुनुपर्छ मलाई कुन सेसन मलाई टपिक के दिएको थियो हाम्रो डाक्टर कृष्ण पौडेल सरले भने प्रशिक्षकले प्रशिक्षण बाहेक बोल्छ जो टिचरमा हुनुपर्छ सहज भाषामा के हो भने टिचरमा हुनुपर्ने गुणहरू के हो यहाँ चाहिँ प्रशिक्षण के लेखेको छ टिचरको ठाउँमा के लेखिदियो प्रशिक्षण लेखिदियो प्रशिक्षण गराउने व्यक्तिमा के कुराहरू हुनुपर्छ भन्ने कुराहरूमा चाहिँ यो पनि के रहेछ भने विषयको ज्ञान राम्रोसँग हुनु पऱ्यो म कुन विषयमा बोल्दैछु भन्ने कुरा पनि ख्याल हुनु पऱ्यो प्रविधिको ज्ञान हुनु पऱ्यो म केबाट दिँदैछु मैले लेख्नुपर्ने हो कि अगाडि गएर मैले तपाईँहरूलाई भाषण गर्नुपर्ने हो कि स्लाइडमा यसरी सो गर्नुपर्ने हो कि भन्ने के भन्नु पऱ्यो यसको पनि ज्ञान हुनु पऱ्यो प्रशिक्षण सामग्री पनि तयारी अवस्थामा हुनु पऱ्यो प्रशिक्षण गर्नका लागि के सामग्री चाहिन्छ माइक चाहिन्छ होला त्यसै गरी मसँग सामग्री चाहिन्छ किताबबाट पढाउनु किताब हुनुपर्छ होला ल्यापटपबाट मैले के कुरा सेयर गर्नु छ ल्यापटप हुनुपर्छ होला यो के हो त प्रशिक्षक सामग्री पनि हामीसँग एभाइलेबल हुनुपर्छ त्यसको बारेमा जानकारी हुनु पऱ्यो कसलाई त मलाई पावर प्रोजेक्टको बारेमा ज्ञानै भएन ल्यापटप खोल्ने ज्ञानै भएन भने के हुन्छ त यहाँ प्रशिक्षण गराउन सकिँदैन प्रभावकारी हुँदैन त्यसकारण आफूले प्रशिक्षण गर्ने सामग्रीको पनि ज्ञान हुनुपर्छ यसै क्रममा अर्को छ हामीसँग सहभागितामूलक विधिको प्रयोग गर्ने भन्नुभएको छ जस्तो तपाईँ यहाँ सहभागी भइसक्नु भएको छ भने सहभागीहरू सक्रिय छन् कि छैनन् बनाउनलाई सक्रिय बनाउने सुनिराख्नु भएको छैन भने सुन्ने कसरी बनाउने त हामी उनीहरूलाई सक्रिय त बनाउनु पऱ्यो तपाईँ यहाँ आइसकेर तल हेरिराख्नु भएको छ कोही निदाइराख्नु भएको छ मोबाइल चलाइराख्नु भएको छ भने त्यति प्रभावकारी हुँदैन सहभागी हुनुभएको व्यक्तिहरूलाई पनि के गर्नु पऱ्यो सक्रिय गराउनु पऱ्यो यसमा तपाईँ इन्भल्भ गराउनु पऱ्यो उहाँहरूलाई पनि त्यसै गरी अर्को के छ भने सामूहिक कार्य पनि दिने कसरी सहभागी गराउने भने उहाँहरूलाई चाहिँ एउटा टिम बनाइदिने तपाईँहरूले 5 जनाको टिम 6 जनाको टिम मात्रै एक्टिभ हुन्छ त्यसमा सहभागी हुन्छ सबैजना सामूहिक कार्य दिने तपाईँले तिनीहरूलाई अभ्यास गर्न पठाउने तपाईँहरूले भन्नुहोस् त कसरी सिक्नुभयो के कुराहरू सिक्नुभयो के कुरा बुझ्नु भएन भनेर तिनीहरूलाई सोध्नु तिनीहरूलाई अभ्यास गर्न पठाउने त्यसै गरी प्रशिक्षण चाहिँ जहिले पनि बोरिङ हुनु हुँदैन एकदमै रमाइलो हुनु पऱ्यो सहज हुनु पऱ्यो यो
कति बोलिरहेको के बोलिरहेको के समझ आउँदै छैन भन्ने टाइपको हुनु भएन। त्यसका लागि यसलाई के गर्नु पर्यो, रमाइलो तरिकाले प्रस्तुत गर्नु पर्यो, यसलाई सहज तरिकाले सबैले बुझ्ने खाले। अब रमाइलो त गर्ने, रमाइलो कसरी गर्ने त? रमाइलो गर्नका लागि के गर्ने त? सामूहिक खेलहरू गरिदिने, कुनै खेल गर्न पठाइदिने, कुनै नाटकहरू भनिदिने, कुनै रोल प्ले गर भनिदिने। मैले यहाँनिर आएर के भने ल म कसरी बोल्छु, मेरो जस्तो एक्टिङ गरेर बोल्नुहोस् भन्नु, त्यो पनि एउटा रमाइलो भित्रपर्छ। त्यसमा के हुन्छ भने सहभागीहरू सहभागी हुन्छ, त्यसमा जो बस्नु भएको छ तपाईँहरू यसमा इन्भल्भ, तपाईँहरू पनि यसमा रुचि देखाउनुहुन्छ अनि के हुन्छ सिकाइ हुन्छ, त्यहाँबाट केही कुराहरू सिक्नुहुन्छ भनेर मात्रै पनि सब सिकिन्छ। कतिपय इक्जाम्पल दिएर सिकिन्छ, कतिपय तपाईँ रोल प्ले गरेर सिकिन्छ, मुभी हेर्नुभयो त्यहाँबाट तपाईँ धेरै कुराहरू सिक्न सकिन्छ। तपाईँ मुभी रमाइलोको लागि हेर्नु जानु भएको हो कि नलेजका लागि जानुभयो, डिपेन्ड तपाईँमा पर्छ, त्यहाँबाट धेरै कुराहरू सिक्न पनि सकिन्छ। यसै गरी सहभागीहरूलाई केन्द्रमा राखेर प्रशिक्षण गर्नुपर्छ। म यहाँ बोल्दैछु भने, म प्रशिक्षक छु भने, तपाईँ प्रशिक्षार्थीहरू रूपमा आउनु भएको छ भने उहाँहरूलाई मैले केन्द्रमा राखेँ। तपाईँहरूको बुझाइ मेरो भाषा सहज छ कि छैन, सबैले बुझ्ने खाले छ कि छैन, त्यो मैले आफ्नो ध्यानमा राखेर त्यो प्रेजेन्टेसन रेडी गर्नु पर्यो। मैले यत्तिकै मन पर्ने तरिकाले भोलि गएर बोल्छु भने तयारी गरिनँ भने के हुनसक्छ, प्रगतिमूलक हुन सक्छ। त्यसकारण कस्तो खाले व्यक्तिहरू सहभागी हुँदै हुनुहुन्छ, त्यस्तो व्यक्तिहरूले बुझ्ने शैली, बुझ्ने सामग्री, बुझ्ने तरिकाले आउनु पर्यो, तयारी गरेर आउनु पर्यो प्रशिक्षकले। यसै क्रममा अर्को विधि रहेको छ यसमा समस्याको समाधान गरेर राम्रै हुन्छ भन्ने छैन कि अपरजट आइहाल्यो त्यसपछि हामीले के हुनसक्छ भने हामीले समस्या आयो भने के गर्ने, समस्या आउन सक्छ आउँदैन भन्ने जस्तै छैन। चुनौती हरेक काममा छ, यहाँ बोल्नका लागि पनि धेरै चुनौतीहरू आउँछ। बोल्नलाई सेल्फ कन्फिडेन्स चाहिन्छ, सबै निर्णय भएर बोल्न सक्नुपर्छ। यसै बेला यहाँ के छ भने कुनै समस्या आइहाल्यो भने मेरो काम चाहिँ के मैले के गर्ने, प्रशिक्षकले कसरी त्यसलाई मिनिमाइज दिने, कसरी कम गर्ने, त्यसलाई सहज बनाइदिने भने यो कुराहरू गर्नु। प्रशिक्षकमा आउन सक्ने चुनौतीहरू मैले पहिले तयारी गरेर आउनु पर्यो। यदि त्यो चुनौती आइहाल्यो भने के गर्ने, समाधान गर्न सक्नु पर्यो, केही न केही निकास दिन सक्नु पर्यो। समाधानै गर्न नसकुला तर केही न केही निकास दिनु पर्यो। मेरो विचारमा यसो गर्दा राम्रो हुन्छ भन्ने मलाई ज्ञान त हुनु पर्यो। त्यस कारण के गर्ने भने आउन सक्ने चुनौतीहरू सम्झेर बुझेर सोचेर आउने, नआयो भने झनै राम्रो भइहाल्यो, आयो भने के हुने थोरै भए पनि आफ्नो जानेको समाधानको निकास दिने, यसमा यो गर्दा यसो हुनसक्छ, सहज हुनसक्छ भन्ने त्यसको पनि जानकारी हुनुपर्छ। कसलाई जानकारी हुनुपर्छ भने प्रशिक्षकलाई, जो प्रशिक्षक बन्न चाहँदै हुनुहुन्छ उसले यो नलेज पनि हुनु पर्यो। सहभागीहरूको समस्यालाई ध्यानपूर्वक सुन्ने पनि सम्बोधन पनि गर्ने। तपाईँ यहाँ बसिराख्नु भएको सबैलाई सहज भइरहेको छु भन्ने छैन। कसैले मलाई गर्न असाध्यै भयो भने मैले के गर्ने भने त्यसलाई सम्बोधन गर्ने। के छ त्यसको अप्सन, फ्यान कम गर्ने कि फ्यान बढाउने कि एसी भइदिएको भयो एसी बढाउने कि घटाउने। तपाईँको समस्या मैले पहिला सुन्नु पऱ्यो, समस्या के भयो, तपाईँलाई किन गाह्रो भइरहेको छ, किन तपाईँलाई गर्मी भयो, के कुराको अभावले भयो, त्यो मैले सुन्न पनि पऱ्यो। सुनेर इग्नोर गर्ने पनि होइन, त्यसलाई सुनेर सम्बोधन गर्नु पर्यो। त्यसको निकास के हुनसक्छ, त्यसलाई अहिले तत्काल समाधान गर्न सकिन्छ कि सकिँदैन, त्यो सकिँदैन भने भनि त दिनु पऱ्यो, सम्बोधन त गरिदिनु पऱ्यो, किन सकिँदैन रिजन, भ्यालिड रिजन हुनु पऱ्यो। फेरि भन्दैन मनगढाउने कहानी भनेर पनि के हुन्छ भने प्रभावकारी हुँदैन। समस्या आइहाल्यो भने के गर्ने, समस्या आयो कृष्ण सर भनेर पनि यहाँ रोकिने कि निर्णय गर्ने। समस्या आयो, समस्या चाहिँ कसरी समाधानतिर लाग्ने कि आन्सर क्वेसनतिर लाग्ने, के गर्ने, कसो गरेर अत्याउने कि त्यसलाई चाहिँ हामीले शान्त गर्ने भने त्यतिखेर के हुनु पऱ्यो, पछि शीघ्र निर्णय लिन सक्नु पऱ्यो। पहिला समस्या आइहाल्यो भने एउटा प्रशिक्षकले त्यसको समाधान खोज्न सक्नु पऱ्यो। शीघ्र निर्णय लिने क्षमता पनि एउटा प्रशिक्षकमा हुनुपर्छ। समय हामीसँग सर्टकट छ, म समयलाई मध्यनजर गर्दै म आफ्नो सेसनलाई अगाडि बढाइरहेको छु। यसै क्रममा अर्को देखिराख्नु भएको छ समय व्यवस्थापन भन्नुभएको छ। ग्रुप म्यानेजमेन्ट कसरी गर्ने त, अघि नै सरले भने जस्तै हामीले ग्रुपमा राख्नुपर्छ भनेर ग्रुपमा राख्न मात्रै पर्छ, राखेर बसाउने मात्रै होइन, त्यसलाई म्यानेज गर्ने। किन ग्रुप बनाइयो, त्यसका लागि तपाईँ के गर्ने, समयले व्यवस्थापन गर्ने। मलाई 1 घन्टा 20 मिनट दिइएको छ, 1 घन्टा तपाईँ आफूले आफ्नो टपिकमा थाहै भन्नुहोस्, सिकाउनुहोस्, तपाईँ त्यसमा चाहिँ डिस्क्राइब गर्नुहोस्, तर 20 मिनट के गर्नुहोस् त हाम्रो यहाँ बसिराख्नु भएको व्यक्तिको कुरा पनि सुन्नुहोस्, उहाँले के भन्दै हुनुहुन्छ, त्यसको क्वेसनको आन्सर दिने प्रयास गर्नुहोस् भनेर छुट्याउनु भएको छ भने त्यो समूहमा गइसक्यो भने विशेष गरी एक समूहलाई कति समय दिइयो भन्ने कुराहरू डिपेन्ड हुन्छ। त्योभित्र आफ्नो प्रतिभा तपाईँले राख्नुपर्छ, समय व्यवस्थापन हुनु पर्यो, समूह विविधतालाई समेट्नु पर्यो। यो यहाँ चाहिँ एकै उमेर समूहको व्यक्तिहरू हुनुहुन्न, फरक उमेर समूहको व्यक्तिहरू हुनुहुन्छ, फरक स्वभावको हुनुहुन्छ, फरक सेक्टरको हुनुहुन्छ। सेक्टर भनेको मैले भन्न खोजेँ होइन, तपाईँ कङ्ग्रेसभन्दा बाहिरको हुनुहुन्छ भन्न खोजेको होइन। कुनै संस्थाको तपाईँ लिडर हुनुहुन्छ, कुनै ठाउँमा तपाईँ कर्मचारी हुनुहुन्छ, कुनै तपाईँ पदमा हुनुहुन्छ होला, कोही तपाईँ सकिने हुनुहुन्छ होला, मैले त्यो मात्रै भन्न खोजेँ। कहिलेकाहीँ अर्थको अनर्थमै लाग्नु छ, त्यस कारण मैले के मात्रै भन्न खोजेँ भने जुन
मैले बोल्न पऱ्यो अघि नै भन्नु त्यसकारण समूहमा पनि छलफल गर्नु समूहको विविधतालाई पनि समेट्नु पऱ्यो जाति विभेद गर्नु भएन लैङ्गिक विभेद मैले गर्नु भएन सामूहिक छलफल पनि गर्नु पऱ्यो सामूहिक रूपमा एकहोरो मात्रै दुईजनासँग मात्रै बोलेर भएन यहाँ भएको सबैसँग सामूहिक छलफल गर्नु पऱ्यो के भइराखेको छ कस्तो भइराखेको छ कस्तो रह्यो अब यसपछि के हुनेवाला छ छलफल गर्नु छलफल मात्रै गरेर भएन त्यस्तो निष्कर्ष छलफल गरिसके निष्कर्ष के त हो समस्या आयो समस्या त आयो समस्या समाधान कसरी गर्ने त्यो पनि के एउटा निष्कर्ष हो ग्रुपमा तपाईँ ग्रुप विभाजन गरिसक्नु भयो भने लास्टमा छलफल पनि गर्नुभयो निष्कर्ष के आयो त त्यो निष्कर्ष पनि थाहा हुनुभयो निष्कर्ष समूहलाई पनि व्यवस्थापन कसले गर्न जानुपर्छ त प्रशिक्षकले अर्को देखिराख्नु भएको छ प्रेरणा दिन सक्ने क्षमता प्रेरणा दिन सक्ने क्षमता मोटिभेट गर्न सक्नुपर्छ डिमोटिभेट होइन कसैले पनि सबै मान्छे बोल्न जान्दछ सबै मान्छे भाषा नै गर्नुपर्छ भाषा गर्न जान्नै पर्छ भन्ने छ त छैन बोल्न जान्नुपर्छ सिस्टमले बोल्नुहोस् त्यो सिस्टममा बनाउने प्रयास गर्नुहोस् आफै जान्नु भएको छ भने सहज तरिकाले भन्ने कसैलाई होच्याउने तरिकाले होइन बोल्न डराइराख्नु भएको छ भने होइन नडराउनुहोस् केही हुँदैन आज बिग्रिन्छ त यहाँबाट सिकाइ हुन्छ भनेर के गर्ने मोटिभेट गर्ने सहभागीहरूलाई उत्साहित बनाउने मैले यहाँ बसिसक्नु भएको छ आजै सिकेर भोलि नै प्रशिक्षण गर्न नसक्नु होला तर यो कुराहरू प्र्याक्टिस गर्नुभयो भने एकदिन तपाईँ पनि प्रशिक्षक बन्नुहुने हो भनेर मैले के गर्न सक्नु पऱ्यो भने उत्साहित बनाउन सक्नु पऱ्यो मैले यहाँ आइसकेर सकारात्मक ऊर्जा पनि प्रदान गर्नु पऱ्यो तपाईँहरूलाई ऊर्जा प्रदान भनेको मैले समाजले तपाईँभित्र केही हालिदिने होइन यो मैले सेसनबाट मेरो कुरा गराइबाट मेरो विचारबाट तपाईँले केही सकारात्मक ऊर्जा पैदा हुने खालको शब्दहरू युज गर्नु पऱ्यो त्यस्तै इक्जाम्पल दिनु पऱ्यो तपाईँहरू भएको व्यक्तिहरूमा नेगेटिभ माइन्ड तपाईँ यहाँ आइसकेर राम्रै हुँदैन सेसनमा केही उपलब्धिमूलक हुनेवाला छैन भनेर सोचेर आउनु भएको थियो भने होइन उपलब्धिमूलक हुन्छ यो राम्रो सेसन छ सिकाइ हुन्छ भनेर के गर्न सक्नु पऱ्यो सकारात्मक ऊर्जा दिलाउन सक्नु पऱ्यो विश्वास दिलाउन सक्नु पऱ्यो आत्मबल बढाउन सक्नु पऱ्यो अघि नै के भन्यो भने टाइम सर्ट रहेको छ हामीसँग 5 मिनट जस्तो लाग्छ यसमा चाहिँ के पनि हुनु पऱ्यो भने प्रेरणा दिन सक्ने क्षमता के पर्छ तपाईँ गर्न सक्नुहुन्छ तपाईँ मात्र गर्न सक्नुहुन्छ भन्ने होइन त्यो के जान्छ घमण्डमा जान सक्छ तपाईँ गर्न सक्नुहुन्छ मोटिभेट गर्ने तपाईँले नगर्न सक्ने कामै छैन मैले बोल्न सक्ने अनि तपाईँले बोल्न नसक्ने या म बोल्न सक्ने अर्को आएर पशुपतिजीले बोल्न नसक्ने भन्ने हुन्छ यहाँ आएर अर्को बोल्न नसक्ने भने सबै बोल्न सक्नुहुन्छ मोटिभेट गर्नुपर्छ त्यसै गरी के छ भने आफूमा भएको सिप र ज्ञानलाई हस्तान्तरण गर्नु पर्यो मैले जे जानेको छु त्यो तपाईँलाई सिकाइरहेको छु भने के हुन्छ भने ज्ञान हस्तान्तरण गर्ने अर्को के छ मिठो आवाज प्रभावकारी तरिकाले बोल्नु पर्यो आवाज मिठो भनेको चिनी त पक्कै मिक्स गर्ने होइन होला सबैलाई सम्मानजनक तरिकाले बोल्नु पर्यो कसैलाई आँटिने व्यक्ति बोल्नु भएन चर्को स्वर पनि बोल्ने होइन रिसाउने पनि होइन मिठो तरिकाले प्रभावकारी तरिकाले के गर्नु पर्यो भने बोल्नु पर्यो तपाईँभित्र सिप हुनसक्छ तपाईँलाई थाहा नहुनसक्छ ऊर्जा गर्ने तपाईँलाई थाहा छ एउटा कस्तुरीको तपाईँले इक्जाम्पल सुन्नु भएको छ होला समय सर्छ इक्जाम्पल लाग्यो भने सेसन सुत्न सक्छ कहिले कस्तुरीले आफ्नो सुगन्ध मेरो सुगन्ध भन्ने थाहा हुँदैन तर वनमा भएको सबैजना जानवरहरूलाई चाहिँ मानिस सबैलाई थाहा हुन्छ कस्तुरीको सुगन्ध भनेर कहिलेकाहीँ तपाईँभित्र क्षमता हुन्छ थाहा हुँदैन तर पछि चाहिँ तपाईँभित्र सम्भावना छ है भनिदियो भने के हुन्छ भने त्यो उजागर हुन्छ कन्फिडेन्ट बढ्न थाल्छ त्यसकारण के हुन्छ लुकेको क्षमतालाई पनि उजागर गर्न सक्नुपर्छ तपाईँले अर्को देखिराख्नु भएको छ सामाजिक बुझाइ र संवेदनशीलता समाजलाई आज पुग्ने खालको कुनै पनि शब्द प्रयोग गर्नु हुँदैन यहाँ देखिराख्नु भएको छ सहभागिताहरूको मनमा भावनामा ठेस पुग्ने संस्कृतिमा ठेस पुग्ने खालको शब्दहरू प्रयोग गर्नु हुँदैन लैङ्गिक विविधतालाई समान गर्ने महिला पुरुष भने नछुट्याउने लैङ्गिकता विविधतालाई पनि समान रूपले हेर्ने चाहे तपाईँ पुरुष साथी हुनुहुन्छ चाहे तपाईँ महिला साथी हुनुहुन्छ सबैलाई समान तरिकाले व्यवहार गर्नु पर्यो कुनै जातलाई कुनै समुदायलाई कुनै वर्गलाई कुनै व्यक्तिलाई आज हुने खालका शब्दहरू अपमानजनक शब्दहरू प्रयोग गर्नु हुँदैन एउटा प्रशिक्षकले अर्को तपाईँ देखिराख्नु भएको छ हामी अन्तिमतिर छौँ अब मूल्याङ्कन गर्ने सिप हाम्रो अन्तिम सिप रहेको छ मैले यहाँ बोलिसकेपछि या प्रशिक्षकले प्रशिक्षण दिइसकेर पनि गर्न सक्नुपर्ने हुन्छ यहाँ बस्नु भएको स्टुडेन्टहरूले सिक्नु भयो कि सिक्नु भएन यसमा चाहिँ कस्तो रह्यो सिकाइ थाहा पाउनु पर्यो सिकाइ प्रभावकारी भयो कि भएन सिकाइबाट के प्रगति भयो कि भएन तपाईँहरूलाई तपाईँले सिक्नु भयो कि भएन भन्ने कुरा एउटा प्रशिक्षकले मूल्याङ्कन पनि गर्न सक्नुपर्छ दोस्रो देखिराख्नु भएको छ कमजोरी सुधार गर्ने रणनीति बनाउने कमजोरी ममा पनि छ तपाईँलाई पनि छ त्यसलाई सुधार कसरी गर्ने यो सेसनमा चाहिँ जे कुराहरू मिस्टेक भयो अर्को सेसनमा अर्को प्रशिक्षण ठाउँमा म मिस्टेक गर्दिनँ भनेर म रणनीति पनि बनाउन सक्नु पऱ्यो यसैमा देख्नु भएको छ उद्देश्य अनुसारको उपलब्धि प्राप्त भयो कि भएन त्यो पनि मैले मूल्याङ्कन गर्नु पऱ्यो जुन उद्देश्यका साथमा तपाईँहरू ट्रेनिङ सिकाउन यहाँ आए त्यो अनुसारमा सिकाउन सके कि सकेन तपाईँहरूले सिक्न सक्नुभयो कि भएन त्यो पनि के गर्ने मूल्याङ्कन गर्ने हरेक सहभागीको क्रियाकलापलाई ध्यानमा राख्ने
कसले के गर्दैछ कसले के भन्दैछ भन्ने कुराहरूलाई ध्यानमा राख्नुपर्ने हुन्छ। अब अन्तिममा तपाईँले देखिराख्नु भएको छ एक कुशल प्रशिक्षक बन्नका लागि के सिप र कौशलहरू आवश्यक हुन्छ। केवल ज्ञान मात्रै भएर पनि हुँदैन, ज्ञानलाई साझा गर्ने कला पनि चाहिन्छ। यदि तपाईँ प्रशिक्षक बन्न चाहनुहुन्छ भने यी सिपहरूको अभ्यास गर्न आवश्यक छ। यदि तपाईँ प्रशिक्षक बन्न चाहनुहुन्छ भने यदि हजुरहरू पनि अभ्यास गर्नुहोस्। तपाईँलाई आवश्यकता छ यी सिपको भने के गर्ने त अभ्यास गर्ने। यदि हजुरहरूलाई आवश्यकता भए शिक्षक बन्न तपाईँ छुटाउन चाहनुहुन्छ, प्रशिक्षक बन्न तपाईँ इन्ट्रेस्टेड हुनुहुन्छ भने यो सिपहरू तपाईँमा हुनु पर्यो। छैन भने पनि आजदेखि तपाईँ नलेज दिने ट्राई गर्नुहोस्, ज्ञान तपाईँहरू ज्ञान लिनतिर लाग्नुहोस्। त्यो तपाईँलाई त प्रशिक्षक बन्न चाहनुहुन्छ मैले भनेका कुराहरूलाई अभ्यास गर्नु होला। यदि तपाईँ प्रशिक्षक बन्न चाहनुहुन्छ भने सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मैले प्रेजेन्टेसन यहीँ समाप्त गरेँ। सम्पूर्णलाई जय नेपाल, नमस्कार।